अबको इन्टेक कुन छ त? अबको इन्टेकमा तपाईँ युके जान चाहनुहुन्छ, चाहे ब्याचलरको लागि होस् चाहे मास्टर्सको लागि हो, रिभेन्सबर्न युनिभर्सिटी इज स्टिल एप्लिकेसन ओपन फर अप्रिल 15 सम्मलाई। तपाईँ यदि एप्लाई गर्न चाहनुहुन्छ, हामी तपाईँले अप्सन लिएर आइसकेको छौँ। म धनञ्जय शाह, धनञ्जय स्टडी बोर्डबाट सिनियर काउन्सिलर। सो आज हामी कुराकानी गर्नेछौँ रिभेन्सबर्न युनिभर्सिटी कहाँनिर छ र कुन कुन कोर्स एभाइलेबल छ। सो रिभेन्सबर्न युनिभर्सिटी इज लोकेटेड इनसाइड लन्डनमा छ र यो युनिभर्सिटीको एप्लिकेसन डेडलाइन 15 अप्रिलसम्म टाइम छ। सो 15 अप्रिलसम्म तपाईँ यदि एप्लाई गर्न चाहनुहुन्छ र तपाईँ यो मे 18 बाट क्लास स्टार्ट हुन्छ। सो मे इन्टेकको प्रोग्राम छ। सो यो युनिभर्सिटीमा तपाईँ यदि एप्लाई गर्न चाहनुहुन्छ, ब्याचलरको प्रोग्राम छ, त्यस्तै गरी तपाईँको मास्टर्सको प्रोग्राम आइसकेको छ। एमबीए छ, एमबीए ग्लोबल चेन म्यानेजमेन्ट छ, प्रोजेक्ट म्यानेजमेन्ट छ र यो कोर्सहरुमा तपाईँ पनि यदि एप्लाई गर्न चाहनुहुन्छ, केही तपाईँको कन्फ्युजन छ, केही क्वेरीजहरु छ, एप्लिकेसन ओपन छ र रिक्वायरमेन्टको कुरा गर्दाखेरि 2.2 जीपीए 2021 को पास आउट हुनुहुन्छ र 12 को इंग्लिशमा जस्ट ओन्ली बी मात्र छ भने वर्क एक्सपिरियन्स हामीले तपाईलाई सपोर्ट गर्छौं। तपाईले पनि बनाउन सक्नुहुन्छ। फी पनि एकदम एफोर्डेबल छ, जस्ट ओन्ली 11,000 पाउन्ड र 60% मात्र तपाईले पेमेन्ट गरेर जाँदाखेरि तपाईको एकदम एफोर्डेबल ट्युसन फी, स्कलरशिप छ इनसाइड लन्डनमा। त्यो पनि वीकमा 2 डेज मात्र क्लास हुने। सो बिजनेस म्यानेजमेन्टमा तपाईहरु पनि यदि इन्ट्रेस्टेड हुनुहुन्छ यही आउँदै मे इन्टेकमा, सो तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। केही पनि प्रश्नहरु छ भने स्क्रिनमा दिएको नम्बरमा तपाईले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ र सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ। थ्यांक यू भेरी मच।